गुड मर्निङ एभ्रिवान सबैजनालाई। आज चाहिँ स्पेसल भूमि पूजाको दिन गाउँमा। अनि भूमि पूजा भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ गाउँघरमा त्यो मन्दिरहरूमा बस्ने त्यो भूमि देवताहरूलाई पुज्ने दिन। आज गाउँको सबैजना आएर चाहिँ मन्दिरमा आएर चाहिँ रमाइलो गर्ने पुज्ने गर्छन्। सो त्यसैको लागि मैले चाहिँ त्यो मन्दिरमा चढाउनको लागि प्रसाद बनाउनको लागि चाहिँ नि माथि चाहिँ दुध लिन आएको छु। अनि स्पेसल मैले नि त्यो पूजामा पार्टिसिपेट हुँदैछु म पनि। अहिले चाहिँ बिहानको कति बजेको छ, बिहानको चाहिँ ठिक 6:02 भएको होइन, किनकि त्यो 10 बजे 11 बजेतिरको दुध हुन्न क्या। यो बिहानमै भर्खर काँचो दुध हुन्छ, त्यसलाई काँचो दुध चाहिन्छ त्यो पूजा गर्नलाई चाहिँ। त्यहीको लागि भनेर चाहिँ माथि छ एउटा होइन भैँसी पालन छ, म चाहिँ त्यहाँ आएको छु दुध लिनलाई। त्यही हो गाइजहरू, अहिले म सक्दो सब देखाउने कोसिस गर्छु। हस्त धन्यवाद। ल है, दुधहरू ल्याइसकेँ, दुध र साग। योलाई सागलाई चाहिँ के साग भन्छ भन्दाखेरि खोले साग भन्छ होइन। गाउँतिरै पाउँछ, हिलोमा पाउँछ यो साग चाहिँ असाध्यै मिठो। दुध नै लिएर आएँ, दुध पनि लिएर आएँ। अब चाहिँ जानुपर्छ, ढिलो हुन्छ होइन, किनकि म नि त्यहाँ एउटा पुजारी जस्तै नै हो। कन्ने केटा के केटा भन्छ कुनै थाहा छैन, राख्छन् गरे। अब केही छैन, जानुपर्छ साथीहरू। अब ढिलो हुन्छ, अब कति बजिसक्यो, 7-8 बजीतिर त 7 बजीतिर त मन्दिरमै पुग्नुपर्छ म। त्यही भएर चाहिँ नि अब तपाईँहरूलाई घर गएर देखाउँछु। फेरि म चाहिँ नुहाइधुवाइ गरेर चाहिँ सरसफाइ भएर टक्क लाएर बाटोमा जाँदैछु होइन। खै किन नपुग्नु पऱ्यो, जाँदैछु। अनि ला ढिलो गरी अब गाली गर्ने भएर अब जानु पर्ने हुन्छ पनि हुँदै घाम नि ला होइन। त्यस्तै 7 कति भयो होला अहिले। टाइममै आएको गरे नआउँदाखेरि ढिलो भयो। हामी चाहिँ अहिले मन्दिरमा आइपुगेको छौँ। अब मन्दिरमा पूजा हुँदैछ, बोजै छ नि हाम्रो।
ल खसी च्यानको लागि चाहिँ यहाँ खुकुरी उठाउँदै हुनुहुन्छ। घुमेको बोका है खसी आमा या तर ल ओहोय मान्छे हालो घुमेको बोका ल ल छैन त नि टाउको समाइदिने भिडियो ल दुई चार छ सातवटा हामा रहेछ नि त यो कसको हो यो हो यो आफूको हाम्रो त तासे भिडियो हुन्छ यो त भिटा पहिलो त भयो जोली सबभन्दा परको आधा सिरीको यो एउटा छेउको को के थाहा यो रमिनारको होला सायद यो बोलाउ को ल त्यो को नाम न होला होला मलाई त भिडियो नाम ना यो चन्द्र फलामले भिटा ल यहाँबाट होइन यसो गरेर सबैलाई देखाएको क्या यसो त्यो काटेको साटेको मुन्टाको सब है भालेलाई धैर्यको नधैर्यको ले उचाली यो धैर्दैन हुँगरलाई ल ल ल लट्टीको लगाइदिनु लगाइदेऊ त होइन यो भालेलाई ओ भैयाको नाम हो क्यापुरको
आइज तैँले बनाइ हता बस्ने यहाँ त मेरा बाटो लाफी बना अब त्यसले इसा गर्दैन खेल टाउको नजान्ने नि ल त्यो हाप हाटे नि त्यो रोक्दै फेरि गर्दै गर है Selain pun ko bali munisipyo sa टाउको Kulit tahu kok mata ni mantan mana? Tahu dah. Ini dalam ni. Ini dah leo. You balik apa? Belum, ini dah. Ini kan mana? Ini dah. मचाले आएको लाउनु छ मेरो पनि चराइदिनुस् मिल्छ हो म अब कान्छन गराउँछ यो पोल्नु चाहिँ आएको यी पोल्नु हुन्छ र यो नौलो त्यो ल अनि सुताएको त Oke, last di mana? Kita punya hotel ini. No. Hello. No, Pak. Pergi.
पोथीलाई गरौँ यसलाई गाह्रो पर्छ अब ला धार्नु सकिन मन नमाई नरमाई यो है बाबु हात बल्ल भएर रहेको भाले इसै त मुन्सीले पानी हाल्नु त झन् नमुन्सीले ओला त्यो भयो त समाम ल नि त ल अरू भाले सारे हात लगादिनु नि त माथि लैजाऊ अब त्यो गरे पछि लाइन हाल्दिन अघि अघि मुन्सीले के रे कल्ता पानी हाल्दा मैले काँचो बनाइदिनु काम छैन भाइ तर नानीहरूले छ्याङ खान्छ नि र यी यस्तो होइन छ्याङ खान तिम्रो काम छैन है ज्या भएका आनी घुवा खा चाहिँ चाहिँ हाम्रो थान उठाउने कार्यक्रम हुँदैछ टक्क लाएर अब सक्यो यो भूमि पूजा सक्यो अब टक्क थान उठाएर चाहिँ जाने मनेर बसेका छौँ ओइ बा ओइ ल यहीँबाट आम्फाल ल खान स्पाइडरम्यान रहेछ एउटा छ यार छिटो टोबिलाएर स्पाइडरम्यान बन्नु आम्फाला स्पाइडरम्यान भएर ल ल यहाँ देखेर पारा देखाइदियो यहाँ पाराको ढिस्टोर
भूमि पूजा नि सकियो होइन, रमाइलो तरिकाले सक्यो भनौँ कि नरमाइलो तरिकाले सक्यो भनौँ, तर सकियो। त्यो कामै काम पर्ने भएर चाहिँ खुसी भिडियो बनाउनु पाएन, हेरेर रगती चर्किदिएको त्यही राम्रोसँग देखाउनु पाएन। जतिसम्म बनाएको छु त्यतिसम्म हेरेर रमाइलो गरिदिनु होला भन्दै यस्तो लिएर आएर म घर आइदिएको। आज नि छ सानो त, तर म घर आइदिएको। अब यति भन्दै अब फेरि भेटौँला नेक्स्ट भ्लगमा। हस् त बाई बाई सबैजनालाई।